नमस्ते सबैजनालाई। मेरो नाम आदर्श पाण्डे र तपाईँहरूलाई मेरो च्यानलमा स्वागत छ। अब सिई प्रिपरेसनको लागि के गर्नुपर्छ? 11को इक्जामहरू नै पास गर्नै पर्छ। बायोलोजी लिएको अनि म्याथ नि लिएकै हो अप्सनल सब्जेक्टमा। अब कसरी पढिन्छ कसरी गरिन्छ हेर्दै जाऊँ। अब मैले दिनकै भिडियो त हाल्न गाह्रै होला, हेरौँ कसरी भिडियोहरू हालिन्छ। सबैजनाले यदि जो डक्टर बन्न चाहनुहुन्छ सबैजनाले मलाई मेरो जर्नीलाई त्यो मद्दत गरिदिन अनुरोध गर्दछु। अनि भएसम्म सबै आफ्नो साथीहरूसँग सेयर गरेर हामीले यो एमबिबिएस जर्नीसँगै अघि बढौँ भन्ने चाहना छ। अनि त्यही हो, अब मेरो यो स्ट्रगल अनि जे फेलियर सक्सेस जे हुन्छ सबै अपलोड गर्छु। त्यो इमान्दारीपूर्वक गर्छु। अनि अब लाइक अब यस्तै हो। अब हजुरहरूलाई मेरो भिडियोलाई राम्रो लाग्यो भने लाइक सब्सक्राइब गरिदिनु होला। अनि अब सी यू गाइस इन नेक्स्ट भिडियो। थ्याङ्क यू।